आज हामी तेस्रो दिन गुल्मी तम्घासबाट रेसिङ्गा यहाँ तलसम्म बाइक आउँदो रहेछ। तल बाइक राखेर 1000 सिँढी हिँडेपछि मात्र त्यहाँ माथि पुगिने रहेछ। अब हामी यो सिँढीको यात्रा गर्दैछौँ। यहाँ सर हुनुहुन्छ अघि। अब यो 1000 सिँढी यहाँबाट टक 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 हामी हिँड्दैछौँ। सर थकाइ त लागेन? अब लाग्न थाल्यो। लाग्न थाल्यो। 1008 सिँढीमा आधा भएको छैन भन्छन्। अब करिब आधा हुन लाग्छ भन्ने कुरो जानकारीमा आछ। र सिँढीहरू चाहिँ तेर्सै रहेछ। कहीँ एक दुई ठाउँमा अलिक ठाडो पनि रहेछ। हिँड्नलाई सजिलै छ, त्यस्तो गाह्रो भएको छैन हैन सर? हजुर त्यति गाह्रो छैन। रमाइलो भएको छ। थकै लाग्न लाग्यो अलिअलि। ठिक छ। अब हामी चाहिँ आधाभन्दा सिँढी बढी गइसक्यौँ।